हेलो नमस्ते एन्ड स्वागत छ तपाईहरुलाई मेरो मोबाइल भ्युज युट्युब च्यानल एन्ड द न्यू ब्लग। आज पनि फेरि तपाईहरुको सामु न्यू ब्लग लिएर उपस्थित भएको छु। सबैले माया र सपोर्ट गरिदिनु होला अनि आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। है आज चाहिँ जंगलतिर टक्क चिउ खोज्न जाँदैछु गाइस। एभ्रीवन गाइस भिडियो जस गाइस सुकालोमा सबैले ठक्क आएर हिँड्दै काका भटिस। आज चाहिँ हामी 10-15 जनाको ज्याङ्गो टोली चाहिँ चिउ टिप्न हैन। तीनखुलीको खोलामा बानरले चिउ टिपो रे भक्का भक हैन गाइस। त्यही भएर पनि यसो हामी पनि गएर चिउ टिप्न सकिदिउ कि भनेर समझ रहे हो चलाइरहेछ जङ्गलतिर। जस लङ टाइम पछि आज यसरी आफ्नो जङ्गलतिर घुम्न जान पाउँदा निकै खुसी भएको छु हैन। उकालोमा चाहिँ अनि गाइस धाउनै भयो। नयाँ साल 2082 लागेसँगै सम्पूर्ण नेपालीहरुको घर घरमा खुसियाली छाओस्। सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य दीर्घायुको कामना गर्दै मलाई पनि यस 82 सालभरि खुसियाली र सफलता मिलोस् हैन। अरु त के नै भन्नु छ र, ठीक छ ओके छ त हैन। जस आज चाहिँ हाम्रो ज्याङ्गो टोली जङ्गलतिर जाँदैछौँ। हाम्रो सुड्डोहरू चाहिँ अगाडि हिँडिरहेको छ। म चाहिँ पछि सुड्डोहरूको सही हो गाइस, ठीक छ। लास्ट थाक्यो हो। हेलो 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 यो सुड्डोहरू मैले भनिरहेको रे, सुड्डोहरू चाहिँ टक्क आएर उभिरहेको छ ज्याङ्गो हैन। टन्न भुरीसुरी भरेर टन्न खाएर सुड्डोहरू चाहिँ निस्कियो होला हैन। सम्धी खाना भयो। बोबाल गर्नु चिउ आज डर टिप्नु पर्छ है। आज चिउ चाहिँ डर टिप्नु पर्छ हैन। सम्धीले पुगौँ न यार। तपाईँहरूलाई मैले भनिहालेँ नि आज जो हाम्रो ज्याङ्गो टोली छ हैन। अझै बाँकी हाम्रा सुड्डाहरू पछि आउँदैछन् हैन। आज चाहिँ बोबाल रमाइलो गरिदिने हो जङ्गलमा गएर चिउ टिपेर बाँड कोहीले तीन खुली कुनामा बानरले चिउ टिप्छ रे हैन। त्यही भएर हामी पनि यसो गएर चिउ टिप्न सघाइदिउँ न त भनेर। सम्धी पनि भेट भयो। अनि के छ सम्धी यार, साह्रो चाहिँ टन्न हालेर आएको होला र हैन। हामी चाहिँ यो घोडीढुङ्गा भन्ने घोडीढुङ्गा अनि नयाँ सुपर देउराली भनेर चिनिने ठाउँमा टक्क आइपुग्यो हैन। हाम्रो गाउँतिरका माइजूहरू दिदीहरू घाँस काटेर घाँस दौरा गरेर आउनु भयो रहेछ हैन। कतिले माथि टक्क आराम गर्नु भएको छ। माइजूहरू दिदीहरू माइजू र दिदी हुनुहुन्छ। आएर ठकित भएर बस्नु भएको छ। गर्मी पनि निकै छ हैन। दौरा बिग्रिचेर बान्दै हुनुहुन्छ। साली लजाइ र त्यहाँ घोप्टो पर्छन् हैन। वेलकम गाइस। हामी चाहिँ सुपर देउराली यसरी टक्क हामी दर्शन गर्छौँ हैन। यस यो हाम्रो सुपर देउराली हो। पुर्खादेखिले चाहिँ यसलाई मान्दै पुज्दै आएका यो हाम्रो प्रसिद्ध ठाउँ नै हो। अनि यसमा चाहिँ नयाँ यो ढुङ्गा उभिएको रहेछ नि टक्क लगाएर। यो पहिले थिएन अहिले छ। ओके गाइस, हाम्रो घोडीढुङ्गा भन्ने यही हो। टक्क मामा गएर पार गरेर बस्नु भएको छ हैन। हामी पनि जाउँ न त। के छ मामा, सन्चै आरामै हुनुहुन्छ? फाइनली घोडीढुङ्गामा टक्क लगाएर
वाउ जिस गोरेढुङ्गामा टक्क स्वागत छ तपाईँहरूलाई होइन। आज म टक्क भ्लग बनाउँदै टक्क यो हाम्रो गोरेढुङ्गा भन्ने ठाउँमा आएको छु। गोरेढुङ्गा अनि गोरेढुङ्गा एन्ड बडिउराली होइन टक्क लगाएर जस मोरतिर आगो लगाएर पनि टक्क पुरै वनै हरियाली हुने ठाउँमा वनै पुरै कालो भइरहेको छ होइन। टक्क लगाएर झ्याङ्गो टोलीहरू होइन। रमाइलो हुने बेला छ होइन। रमाइलो गर्नुपर्छ जियोस् आज पाल रमाइलो होइन। लङ टाइमपछि जङ्गलतिर यसरी घुम्न पाउँदा निकै खुसी आइरहेको छ होइन। हाम्रो साइलो अङ्कल र कान्छो अङ्कल टक्क यस्तो बुढेसकालमा पनि चिउ टिप्न छोड्नु भएको छैन। जङ्गलतिर बुबा चिउ टिप्न जाँदै हुनुहुन्छ होइन। तू समझा? हाँ। नहीं तू समझा नहीं। जस अच्छा बात नहीं है। मेरो यो कान्छो अङ्कल होइन। पछिको पेलो टी सर्ट लगाएको चाहिँ हाम्रो साइलो अङ्कल हुनुहुन्छ। जस बुढेसकालमा नि जोस आउँछ बुढोहरूको होइन। जिउ टिप्नु जान्छु भन्दैछ नि भक्का भक होइन। आज टक्क लगाएर जङ्गलतिर चिउ खन्ने जाने क्रममा होइन यो हाम्रो वनको सचिव हुनुहुन्छ माउ खोला उपभोक्ता समिति वनको सचिव होइन। स्वागत छ हाम्रो माउ खोला उपभोक्ता समितिको सचिवज्यू होइन किरण बुढा मगरलाई। नमस्कार सबैजनामा। आज यो हाम्रो वनहरूको बारेमा चिउ खन्न जाँदै गर्दा होइन केही भनिदिन्न त होइन। वनको विशेषता यो वनहरूमा के पाउँछ होइन होइन। अनि यो डडेलो किन भयो अनि अब चाहिँ डडेलो भएर नि जेस मुनिबाट बिरुवाहरू आइसकेको छ नयाँ होइन। अब यसले कसरी संरक्षण गर्ने केही कुराहरू भनिदिनु न त होइन। म यस माउखोला सामुदायिक वन उपभोक्ता समितिका सचिव अनि हामी चाहिँ आज टक्क लगाएर हामी चाहिँ ग्रुप बनेर चाहिँ हामी आज जङ्गलको यसो भ्रमण एक्ज्याक्टली जाँदैछौँ। हामी चाहिँ यो जाने क्रममा थुप्रै साथीहरू छौँ आज हामी। अनि यो चाहिँ माउखोला सामुदायिक वनको चाहिँ विभिन्न क्षेत्रहरूमा एकदमै घुम्न लायकका विभिन्न ठाउँहरू छन्। जसमध्ये चाहिँ यहाँदेखि माथि उक्लिएपछि चाहिँ झाँक्रीढुङ्गा यहाँको प्युठानको एकदमै पर्यटकीय क्षेत्र यो छ। अनि त्यस पछाडि गएर यहाँ चाहिँ हामी चाहिँ यो सुपा देउराली क्रस गरेर हामी चाहिँ यहाँ बासादुम भन्ने ठाउँमा आइपुगेका छौँ। यो क्षेत्र भनेको एकदमै पर्यटकीय हिसाबले एकदमै घुम्न लायक ठाउँहरू हो। हामी त्यो क्रममा चाहिँ हामी आज चाहिँ सर लाएर यो वनमा चाहिँ च्याउ खोज्ने अनि भ्रमण जस्तो टिम बनाएर हामी चाहिँ घुम्दैछौँ। ल धन्यवाद। ओके गाइस हाम्रो सचिवज्यूको कुरो सुनिहाल्नुभयो। फाइनली हामी त्यही नै हो चिउ पनि खोज्ने अनि वनको टक्क भ्रमण गर्ने अनि वनमा चाहिँ धेरै चुरी डकौटी पनि भएको छ। अनि त्यसको पनि यसो कतिको चुरी डकौटीहरू भएको छ त्यसको पनि परीक्षण गर्ने अवस्थाले चाहिँ हाम्रो ज्याङको टोली आज यसरी खटेर जङ्गलतिर घुमघाम हो चिउ पनि खोज्ने होइन। टक्क यो चाहिँ हाम्रो बासाडुङ भन्ने ठाउँमा आएको छ होइन। जस बोबाल हुँदैछ गाइस। बाँकी भिडियो कन्टिन्यू हेर्दै गर्नु। भिडियो चाहिँ स्किप नगरी हेर्नु ल।
बिजोक वैशाख यिनी टाइममा वैशाख पोहोर वैशाखतिर आगो लगाएर लागिरहेको थियो अहिले पनि त्यस वनहरू देख्न सक्नुहुन्छ होइन उस्तैको उस्तै छ चरागुन रहेछ यहाँ चाहिँ त्यस बर्खामासको चरागुन होइन 3वटा फुल रहेछ ठिक छ कहाँनिर भेट यो खोलामा आलुरा चाहिँ त्यस्तै हुन्छ खानुपर्छ है टक्क आलुमा मिसाएर होइन खास काम छैन गाइस टक्क भिडियो सिडियो बनाने हो हिँड्यो है ओके गाइस हिँड्दा निकै थकै लाग्यो टक्क अब पानी पिउनु पर्यो झोलाबाट चाहिँ पानी निकालेँ मैले होइन निकै गर्मी छ चिस पानी पिउनु पर्यो होइन छैन नि होइन चिउ उम्रिनु पर्ने एउटा यार हुन्छ कि भनेको यस जङ्गलतिर चिउ निकै खोजियो चिउ चाहिँ उम्रिँदो रहेनछ यो वन जङ्गल हो हाम्रो आगोले अलिअलि मात्र भेटाएको खास चाहिँ आगोले चाहिँ भेटाएको छैन यतातिर जति हरियाली देख्न सकिन्छ होइन टक्कै यतातिर चाहिँ खासै आगोले भेटाएको छैन आगो लागेको वनभरि खोजेर टक्क फेरि यता आगोले नभेटेको वनतिर टक्क सर्च गर्दैछ चिउहरू खोजिरहेको वनहरू चाहिँ निकै रानी हेरिरहेको होइन जिउस बाल रमाइलो भइरहेछ जङ्गलतिर त्यो चिउ भेट्यो हुन्थ्यो भन्ने हो चिउ भेट्टिरहेको होइन बाबाले भनिरहेको थियो नि त आज टक्क चिउ खोज्दै आएर है टक्क चिउ भेटाइयो वाउ यहाँ टक्क चिउ उम्रिरहेको रहेछ होइन टक्क चिउ ल सही हो गाइस चिउ जस आज एउटा पाना भने चिउ खान पाइने भयो होइन कहिले चिउ उम्रिरहेको रहेछ वाउ यसले चाहिँ हामी कचौटी चिउ भन्छौँ होइन अझै हाम्रोतिर खासै उम्रिने सिजन चाहिँ भएको छैन अब कता कति मात्र पाउँछ जस यहाँ उम्रिरहेको रहेछ 2वटा पाना भयो भने टिपियो ओके गाइस चिउ 2वटा पाना भने चिउ गाइस आज जस वनतिर निकै घुमघाम भयो थकाइ पनि लागिरहेछ होइन देखिदो रहेछ भन्दै आजको भिडियो चाहिँ यहीँसम्म टक्क लगाएर अब घर फर्किन लागिरहेको हामीहरू होइन अनि गाइसहरू भिडियो कस्तो लाग्यो कृपया भिडियो हेरेर अनि प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला साथै मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरी जोडिनु होला।